समय म बोल्दिनँ, धेरै लामो समय मेरो बोल्ने बानी छैन, तर थोरै समय बोल्दै गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ मसँगै भएको मैले गरेको कुराहरू चाहिँ बुझ्नु भएको चाहिँ म चाहन्छु। आमेन आमेन महिमा भएको। आजको मेरो वचनको शीर्षक रहेको छ, मैले धन्न बत्ती चाहिँ आइहाल्यो है, नत्र भए चाहिँ मैले यो अलिअलि स्लाइड्स तयार पारेको थिएँ कि यहाँको लागि, त्यो चाहिँ झन्नै म चाहिँ ल अब तयार पारेको यत्तिकै हुने भयो जस्तो लाग्यो। धन्न बत्ती आइहाल्यो, प्रभुको महिमा भएको। तपाईँहरूले पढ्न सक्नेहरूले चाहिँ, हुन त सानो पढ्नु भएछ, पढ्न सक्नेहरूले चाहिँ हेर्न सक्नुहुन्छ आजको वचनको शीर्षक चाहिँ। आज मैले वचनको शीर्षक चाहिँ के क्रिस्चियन हुनु मात्र पर्याप्त छ भनेर राखेको छु। तपाईँहरूले पढ्न सक्नेहरूले चाहिँ यहाँ देख्न पनि सक्नुहुनेछ, पढ्न नसक्नेहरूलाई चाहिँ मैले यहाँबाट भनिदिने पनि छु। के लाग्छ तपाईँहरूलाई कि क्रिस्चियन हुनु मात्र पर्याप्त छ र हाम्रो जीवनमा? हामी सब हुन त हामी सबैजना क्रिस्चियन नै त हो, त्यही भएर त चर्चमा आएको होइन, हामी सबैजना क्रिस्चियन हो। तर के क्रिस्चियन हुनु नै, चर्चमा आउनु नै मात्र पर्याप्त छ त भन्ने विषयमा चाहिँ आज मैले लिएर आइराखेको छु। तपाईँहरू सबैजनाले ध्यान दिएर मलाई मसँगै हुनु होला। अर्को स्लाइडमा जाँदाखेरि चाहिँ सबैभन्दा पहिला, जस्तै मैले पर्खिनुहोस् है त, जस्तै यहाँनिर सानो अक्षरमा पनि लेखेको छ होइन, तर तपाईँहरूले त्यो देख्नु त्यता अलिकति पढ्न सक्नुहुँदैन होला। यहाँ चाहिँ के लेखेको छु भने मैले कि क्रिस्चियन हुनु मात्र पर्याप्त छ, अनि सानो अक्षरमा चाहिँ तपाईँभित्रको जिपिएस कहाँको लागि सेट गर्नु भएको छ भनेर। जिपिएस भनेको कसलाई थाहा छ? हामी जवानहरूलाई चाहिँ थाहा छ होइन। जिपिएस भनेको चाहिँ हाम्रो मोबाइलमा हुन्छ नि, मोबाइलको ट्र्याकिङ डिभाइस। जस्तै कुनै तपाईँहरूले अलिकति गल्ती गरेर पुलिसबाट भाग्नु भयो भने चाहिँ तपाईँहरूको साथमा मोबाइल छ भने चाहिँ तपाईँहरूलाई तपाईँहरूको संसारको जहाँ जुन कुरामा गए पनि पक्रिहाल्छ। त्यो चाहिँ के को कारणले हो? जिपिएसको कारणले होइन। तपाईँ के अरे मोबाइलभित्र हुने एउटा जिपिएसको कारणले, ट्र्याकिङ सिस्टमको कारणले गर्दाखेरि चाहिँ पक्रिहाल्छ। अनि जिपिएसहरू जस्तै हाम्रो इनड्राइभ चलाउने कतिजना दाइहरू हुनुहुन्छ होइन, इनड्राइभ चलाउँदै गर्दाखेरि, पठाउ चलाउँदै गर्दाखेरि चाहिँ हामीले जिपिएसबाट चाहिँ के पनि गर्छौँ, फेरि जिपिएसबाट चाहिँ तपाईँ कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ, अनि तपाईँ कुन ठाउँमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि थाहा हुन्छ। त्यो चाहिँ के को कारणले थाहा हुन्छ? जिपिएसको कारणले थाहा हुन्छ। यी कुराहरू हामी गर्दै गरौँला अहिले एकछिनमा। तर मेरो सबैभन्दा पहिलाको प्रश्न छ कि क्रिस्चियन हुनु मात्र पर्याप्त छ भन्ने मेरो प्रश्न छ। अनि यही प्रश्नमा रहेर चाहिँ आज चाहिँ हामी केही कुराहरू म तपाईँहरूलाई केही कुराहरू चाहिँ व्यक्त गर्न, सेयर गर्न गइराखेको छु। आज चाहिँ फर्स्ट हामी के शीर्षक नै प्रश्न भएको कारणले गर्दाखेरि तपाईँहरूलाई प्रश्न छ। अर्को प्रश्न के छ भने तपाईँ मण्डली आउनुको मुख्य कारण के हो त? ल एकचोटि यसो सबैले सोचौँ न, हामी मण्डली त हामी सबैजना यत्रोजना हामी भेला भएको छौँ, तर मण्डली आउनुको मुख्य कारण चाहिँ के होला त? जस्तै यहाँ मैले लेखेको छु, कोही चाहिँ आश्चर्य गर्नको लागि पनि आउनु भएको हुनसक्छ होइन। मण्डलीमा त आश्चर्य गर्न हुन्छ होइन भन्ने हिसाबले पनि आउनु भएको हुनसक्छ। मण्डलीमा त रोग निको हुन्छ अरे भन्ने हिसाबले पनि आउनु भएको हुनसक्छ। मण्डलीमा त होइन साथीभाइहरूसँग भेट हुन्छ भन्ने हिसाबले पनि आउनु भएको हुनसक्छ। अनि मण्डलीमा चाहिँ परिवारले मलाई, मेरो मम्मी, मेरो ड्याडी, मेरो आमा, मेरो छोरा, उहाँले चाहिँ मलाई जानु भन्नुभएको छ, त्यो कारणले परिवारको लागि मात्र म आएको भन्ने हिसाबले पनि आएको हुनसक्छ। के कारणले त होइन, यसै आफूले यस्तो सोचौँ न, हामी मण्डलीमा आउनुको मेन उद्देश्य, मेन कारण चाहिँ के हो त? मुख्य कारण चाहिँ के होला? आफैले एकैछिन सोचौँ न, के कारण होला भन्नु पर्दैन, तर यसैछिन सोचौँ है त। जस्तै मैले भन्दै गर्दाखेरि कतिजना आश्चर्य गर्नको लागि आउनु भएको हुनसक्छ होइन। मण्डलीमा चाहिँ अलिकति रोगहरू निको हुन्छ, आश्चर्य कर्महरू हुन्छ भन्ने हिसाबले आउनु भएको हुन्छ। अनि त्यो सत्य पनि हो, किनकि हामीले चाहिँ हाम्रो परमेश्वरले चाहिँ जे गर्नुहुन्छ, हाम्रो परमेश्वर चाहिँ एउटा आश्चर्य कर्म गर्ने परमेश्वर पनि हुनुहुन्छ होइन, रोग निको पार्ने परमेश्वर हुनुहुन्छ। तपाईँ के गरौँ भनेर बस्दै गर्दाखेरि चाहिँ मार्गदर्शन गर्ने परमेश्वर हाम्रो हुनुहुन्छ। त्यो कुरा ठिक हो, तर हामी के का लागि, साँच्चीकै हामी के का लागि चाहिँ हामी आएको छौँ त? हामी मण्डलीमा चाहिँ के आश्चर्य कर्मकै लागि मात्र आएको हो भने चाहिँ मण्डलीमा मात्र चाहिँ हुँदैन फेरि आश्चर्य कर्म। अब अझ झन् पछिको दिनहरूमा त मण्डलीमा भन्दा पनि बाहिर चाहिँ अझ आश्चर्य कर्म हुन जान्छ, अझ पछि त होइन।
मृत्युमा परेका मरिसकेकाहरूलाई पनि उठाउने कुराहरू हामी बाइबलमा पाउँदछौँ। अन्तको दिनमा त होइन, अन्तको दिनमा त एन्टिक्राइस्टले त के अरे यसो जस्तै बनेर आउने मान्छे, यसो म यसो हुँ भनेर आउने मान्छेले त मरिसकेकोहरूलाई पनि उसले के गर्छ, बिउताउँछ होइन। अनि कतिजना बहकिएर जान्छन् भन्ने कुराहरू हामीले बाइबलमा पाउँदछौँ। अनि हामी आश्चर्य कर्म गर्नको लागि, आश्चर्य कर्म देख्नको लागि, आश्चर्य कर्मको लागि मात्र हामी मण्डलीमा हामी भेला भएको छौँ भने चाहिँ मण्डलीमा मात्र चाहिँ आश्चर्य कर्म हुँदैन। आश्चर्य कर्मको लागि नै आएको हुन्छ, मण्डली नै आउनुपर्छ भन्ने नै छैन। हामी चर्चमै भेला हुनुपर्छ भन्ने नै छैन होइन। मण्डलीमा आश्चर्य कर्म मण्डली नै आउनुपर्छ भन्ने चाहिँ छैन। आश्चर्य कर्मको लागि मात्र हामी भेला हो भने भएको हो भने चाहिँ। अर्को स्लाइडमा अघि मैले तपाईँहरूको बिचमा जिपिएसको कुरा गर्दै थिएँ होइन। यो जिपिएस भनेको चाहिँ के रहेछ एक्चुअली, जिपिएसको कुरा हेरौँ है त। म चाहिँ फेरि कहाँबाट वचन भन्न गएको, यसले कम्प्युटरको कुराहरू पढाउन थालेँ भन्नु होला। जिपिएस भनेको अघि पनि मैले तपाईँहरूलाई भने, यो भनेको चाहिँ तपाईँ कहाँ तपाईँको मोबाइल छ नि, मोबाइलभित्र हुने कुराहरू हो। तपाईँको जुनै पनि मोबाइल हुन्छ, अहिलेको मोबाइलहरूमा चाहिँ त्यो जिपिएसको सिस्टम हुन्छ। अनि तपाईँको मोबाइल चाहिँ कुन ठाउँमा छ भनेर, जस्तो अहिले मेरो मोबाइल कुन ठाउँमा छ भनेर चाहिँ ट्र्याकिङ गर्न सक्यो भने ट्र्याकिङ हुन्छ। मेरो मोबाइल चाहिँ नेपालको होइन, बागमतीको, काभ्रे जिल्लाको, अनि त्यस पछाडि धुलीखेलको पनि 28 किलोको पनि यो जीवन दिने मण्डलीमा छ भनेर यो मेरो मोबाइल चाहिँ त्यहाँ छ भनेर ठ्याक्कै पत्ता लगाउन मिल्छ। अनि कतिजनाहरू चाहिँ हुन्छ नि, कतिजनाहरू चाहिँ केयुको स्टुडेन्टहरू पनि त्यो जिपिएसबाट हुन्छ नि हाम्रो मण्डली खोज्दै आएको पनि मैले पाएको छु। हाम्रो जिपिएस हुन्छ, कतिजनाहरू आउनु पनि भएको होला होइन। यो जस्तै नयाँ तपाईँ पनि आउनु भएको नि हुनसक्छ। हाम्रो रुपस भन्ने पनि थियो, आज मैले देख्दिनँ। ऊ पनि त्यही हाम्रो मण्डली खोज्दै कहाँ गएछ त, हाम्रो जीवन दिने यहाँ यो एरियामा नजिकैको मण्डली कहाँ छ भनेर खोजेको रहेछ। अनि हाम्रो मण्डली भेटाएछ। अनि खोज्दै यहाँ आएर बसिरहेको रहेछ कि। अनि मैले कता भनेको, अन्त हामी यो जीवन दिने मण्डली कहाँ हो भन्दै खोजेको भनेको त्यो जिपिएसको काम चाहिँ के हो त, तपाईँको स्थान पत्ता लगाउँछ। अनि तपाईँ कहाँ जाँदै हुनुहुन्छ भन्ने कुरा पनि त्यो तपाईँको मोबाइलमा भएको छ नि, त्यो चाहिँ एउटा म्याप, तपाईँको त्यो नक्सा आउँछ। जस्तै तपाईँ जवानहरूलाई थाहा छ, कतिजना थाहा नभएकोहरूलाई चाहिँ मैले भन्दैछु है त। एउटा नक्सा आउँछ, नक्सामा चाहिँ तपाईँ कहाँ हुनुहुन्छ भनेर देखिन्छ एउटा कुरो। अनि तपाईँ कहाँ जान खोज्नुहुन्छ भन्ने कुरा तपाईँले के गर्नुपर्छ, त्यहाँ सेलेक्ट गर्नुपर्छ होइन। म यहाँबाट म काठमाडौँ जाँदैछु भने पछाडि एउटा यहाँदेखिबाट काठमाडौँसम्मको के आउँछ, नक्सा आउँछ। अनि म कहाँ छु, म यता म अलिकति पर हिँड्ने बित्तिकै जिपिएसको उयो थोप्लो जस्तो पनि हिँड्दै जान्छ। म पछाडि हिँड्यो भने त्यो थोप्लो पछाडि नै सर्छ। अनि म काठमाडौँ जाँदैछु भने चाहिँ त्यो थोप्लो हेर्दै म यता जाने कि उता जाने भनेर चाहिँ के गर्छ जिपिएसले चाहिँ, अब म यता जाने कि म उता जाने भनेर चाहिँ यसले यो सँगसँगै हामी लागेर गयौँ भने चाहिँ हामी ठ्याक्कै गन्तव्यमा हामी पुग्न सक्छौँ। जस्तै हामी काठमाडौँ जाँदैछौँ भने चाहिँ म धुलिखेलपट्टिमा उता हिँड्यो भने चाहिँ जिपिएस चाहिँ के हो, यो थुप्रो चाहिँ काठमाडौँपट्टि जानुपर्ने ठाउँमा धुलिखेलपट्टि मात्र जान्छ होइन। अनि यसले चाहिँ के गर्छ त, जिपिएसको काम चाहिँ तपाईँ चाहिँ ट्र्याकमा हुनुहुन्छ कि हुँदैन भनेर चाहिँ पत्ता लगाउने काम चाहिँ यसले गर्छ। म तपाईँलाई धेरै यो फेरि यो कहाँको कम्प्युटर कुरा के भने सोच्नु होला। मैले यो जिपिएस भनेको के हो भन्ने विषयमा मात्र अलिपछि यसको विषयमा म तपाईँहरूलाई भन्दै गर्छु। तपाईँहरूले जिपिएस भनेको के भनेर आइडिया भयो होइन तपाईँहरूलाई। जिपिएस भनेको चाहिँ हाम्रो मोबाइलभित्र हुने एउटा तपाईँ कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउने कुरा, त्यति हो है त। यही कुराहरू दिमागमा राख्दै गर्नु होला। अर्को स्लाइडमा पनि यहाँ पनि मैले एउटा प्रश्न राखेको छु फेरि। तपाईँले आफ्नो जिपिएसको गन्तव्य कहाँ राख्नु भएको छ भने हामीले अघि नै मैले भने, हामी पठाउ गर्नेहरू होइन, यो इनड्राइभ गर्नेहरू के हुन्छ त, जस्तै हामी पठाउ भन्छौँ, इनड्राइभ भन्छौँ, उहाँहरूलाई सबै लोकेसन थाहा हुन्छ त, काठमाडौँको चप्पा थाहा हुँदैन नि त होइन। तर उहाँहरूले चाहिँ के गर्नुहुन्छ, उहाँहरूको बाइकमा चाहिँ एउटा मोबाइल हुन्छ। अनि उहाँ कुन ठाउँमा हुनुहुन्छ त्यो पनि देखिन्छ। अनि उहाँहरू कहाँ पुग्नु पर्यो, कहाँ त्यो मान्छेलाई ड्रप गर्नु पर्यो त्यो पनि देखिन्छ। अनि उहाँहरू त्यही ट्र्याक हुँदै उहाँहरूको त्यो गन्तव्यमा पुग्नुहुन्छ
तर यो मेरो प्रश्न रहेको छ, अब तपाईँभित्र रहेको जिपिएस त्यो चाहिँ तपाईँले कहाँ सेट गर्नुभएको छ त? तपाईँ चाहिँ मण्डली, हामीहरू मण्डली त हामी आउँछौँ, तर हाम्रो गन्तव्य चाहिँ कहाँ हो त? अब हामी कहाँ जाने? हामी के को लागि मण्डली आएको छ? अहिलेको मेरो प्रश्न पनि तपाईँहरूले याद गरिराख्नु होला। हामी मण्डली चाहिँ हामी के को लागि आएको छौँ होइन? अनि हामीहरू जानुपर्ने गन्तव्य चाहिँ कहाँ हो त? हाम्रो मण्डलीमा हामी किन आएका छौँ? हामी चाहिँ अब चाहिँ के गर्ने त? ल मण्डली त आयो, सबै कुरा ठिकै त छ नि अब त होइन? अब खानालाई अलिअलि पुगि नै हालेको छ, यताउता लाउनलाई पुगि नै हालेको छ, अलिअलि यताउता हुँदा भइ नै रहेको छ। अब चाहिँ के त? वाट नेक्स्ट होइन? अबको चाहिँ यस पछाडि चाहिँ के गर्ने त? हामी यत्तिकै बसिराख्ने कि हाम्रो मेन गन्तव्य चाहिँ कहाँ हो त? यही नै प्रश्न छ। तपाईँले आफ्नो जिपिएसको गन्तव्य चाहिँ कहाँ राख्नु भएको छ भित्र? भन्नुको मतलब चाहिँ तपाईँ अब कहाँ जानको लागि तपाईँ गन्तव्य चाहिँ कहाँ हो त? यो पनि तपाईँहरूले के गर्नुहोस्, दिमागमा सोचिराख्नुहोस् है। अर्को कुरा भनेको चाहिँ यी कुराहरू गर्दै गर्दाखेरि चाहिँ अब साँचो क्रिस्चियन हुनु भनेको चाहिँ के हो भन्ने कुराहरू तपाईँहरूलाई बताउनु गइराखेको छु। हामी त खासमा हामी सबैजना फेरि यो भन्नु पर्दा हामी सबैजना क्रिस्चियन नै त हो, त्यही भएर हामी चर्चमा भेला भएका छौँ होइन? हामी सबैजना क्रिस्चियन हो। तर साँचो क्रिस्चियन भनेको चाहिँ कसलाई भनिन्छ, त्यो भनेको चाहिँ के हो त भन्ने विषयमा चाहिँ मैले तपाईँहरूलाई बताउन गइराखेको छु। अनि तपाईँहरू पढ्न सक्नेहरूले त यहाँ पढ्नु पनि सक्नुहुनेछ होइन? मैले लेखेरै राखेको छु। यहाँ चाहिँ के लेखेको छ त? साँचो क्रिस्चियन भनेको कुनै नामपत्र वा धर्मलाई परिवर्तन गर्नु मात्र होइन, तर के हो रे? जीवनशैली हो हाम्रो। साँचो क्रिस्चियन हामी साँचो क्रिस्चियन हो भने चाहिँ हाम्रो पहिला म हिन्दू थिएँ, पहिला म बुद्धिस्ट थिएँ, पहिला म यस्तो थिएँ त्यस्तो थिएँ, त्यस पछाडि म चाहिँ अहिले क्रिस्चियन भएको छु भन्ने मात्र होइन। यो हाम्रो एउटा धर्म परिवर्तन मात्र होइन, तर यो चाहिँ हाम्रो के हो त? जीवनशैली हो। हामीले जिउने जीवन हो यो चाहिँ भन्ने कुराहरू हुँदछ। अर्को पोइन्टमा मैले के लेखेको छु भने यसोमाथि विश्वास गर्छु भन्नु मात्र होइन, तर विश्वासलाई काममा प्रकट गर्नु पनि हो। आमेन। म चाहिँ येशू ख्रीष्टलाई विश्वास गर्छु, म चाहिँ येशू ख्रीष्टलाई विश्वास गर्छु भन्नु मात्र होइन, तर त्यो विश्वासलाई चाहिँ काममा लगाउन सक्नुपर्ने साँचो क्रिस्चियन हुनु हो। जस्तै हामी कसैले एकचोटि याकुब 2:17 के लेखेको छ पढ्नु पर्दैन, म यही लेखेको म पढिदिनेछु। याकुब 2:17 चाहिँ विश्वास काममा प्रकट हुँदैन भने त्यो विश्वास चाहिँ के हो रे? त्यो विश्वास के हो? पढिदिनुहोस् त यता। मृत हो होइन? त्यो विश्वास चाहिँ मरेको हो भन्दछ। यदि विश्वास चाहिँ काममा प्रकट हुँदैन भने चाहिँ त्यो विश्वास चाहिँ के हो त? त्यो विश्वास चाहिँ मरेको हो भन्ने कुरा। त्यो विश्वास चाहिँ मृत हो। तपाईँ अनि मेरो विश्वास चाहिँ काममा परिणत हुँदैन भने, प्रकट हुँदैन भने हाम्रो विश्वास चाहिँ के हो त? त्यो मरेको विश्वास हो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्छ। अब के काम त फेरि? के काम चाहिँ गर्ने त होइन? भर्खरै के काम चाहिँ गर्ने? अब के काम चाहिँ गर्ने भन्ने कुराहरू हाम्रो दिमागमा भइराखेको होला। अनि मैले अर्को पोइन्टमा के लेखेको छु भने क्रिस्चियन हुनु भनेको केवल नाम मात्र होइन भन्ने कुराहरू छ। जस्तै अब मत्ती 7:21 हामीले हेर्ने हो भने चाहिँ के लेखेको छ त्यहाँ? मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। आमेन। मलाई प्रभु प्रभु भन्ने मात्र, मलाई पुकार्ने मात्र, मलाई मेरो नाम लिने मात्र मान्छेहरू चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्ने छैन भन्ने कुराहरू यो वचनले भन्दछ होइन? अनि हामीले वचनमा हामी सुन्दै पनि आएका छौँ। कतिजनाले के भन्छन् रे? प्रभु मैले त तपाईँको नाउँमा त कति भूतहरू धपाएको थिएँ, तपाईँको नाउँमा त मैले भूतहरू पनि सबै भूतहरू कति भूतहरू मैले धपाएको थिएँ भन्दै गर्दाखेरि प्रभुले फेरि के भन्नुहुन्छ? म तँलाई चिन्दिनँ। हामी चाहिँ त्यस्तो हुँदैन। हामी प्रभु प्रभु भन्छौँ होइन? म क्रिस्चियन हो भन्छौँ, अनि म क्रिस्चियन हो, म प्रभुलाई विश्वास गर्छु भन्छौँ, तर पछि अन्तको त्यो न्यायको दिनमा चाहिँ म चाहिँ तँलाई चिन्दिनँ भन्ने गर्दाखेरि कस्तो हुन्छ होला?
अनि सबैजना प्रभु प्रभु भन्नेहरू चाहिँ स्वर्गको राज्यको भागीदार हुन सक्दैन भन्ने कुराहरू हामीले यो खण्डबाट हामी बुझ्दछौँ।